होइन यो चाहिँ के ट्याटु हो भने यो चाहिँ हामी एउटा यो सिरिजबाट इन्सपायर भएको ट्याटु हो लाइक त्यहाँनिर चाहिँ के हुन्छ भने जति नै रगतामै झगडा भए पनि फ्यामिली इज फ्यामिली अलवेज एन्ड फर एभर आई मिन जति फ्यामिलीभित्र जति नै लडाइँ भए पनि जति नै सम्बन्ध बिग्रिन खोजे पनि अन्तिममा बाहिरको कोही मान्छे आएर औँला ठडायो भने त आफ्नो परिवारलाई ओहो भनिन्छ नि त्यो सिरिजमा पनि त्यस्तै थियो होइन जस्तै जे भए पनि आफ्नो फ्यामिली भनेको चाहिँ फ्यामिली नै हो भन्ने वाला यो चाहिँ मैले मेरो बहिनीले अनि मेरो भाइले एउटै ट्याटु हानेको छौँ त्यहाँको चाहिँ स्लोगन थियो अलवेज एन्ड फर एभर भन्ने होइन अलवेज एन्ड फर एभर म पहिलो सन्तान भएको भएर 1/3 मेरो बहिनीको 2/3 छ अनि भाइको 3/3 चाहिँ हामी 3जना सिब्लिङ्स ट्याटु हो यो चाहिँ अब तपाईँसँग जोडिन चाहन्छौँ हामी आबाट आमा असाध्यै राम्रो आज जाने ओके असाध्यै राम्रो हामीले अघि हेऱ्यौँ होइन तपाईँहरू दुईजनाको कम्बिनेसन वाउ नै देखेको छ सो आमा के हो तपाईँको लागि चाहिँ मेरो लागि त मेरो आमा एभ्रिथिङ मलाई हरेक मोमेन्टमा मलाई साथ दिने मेरो दुःखमा पनि मेरो मम्मी जहिले पनि मलाई सम्झाउने बुझाउने कसैले नराम्रो भनेर मैले कम्प्लेन गरेँ भने पनि मलाई सम्झाउने कुरा के भन्न चाहनुहुन्छ आज यहीबाट आमालाई आई थिङ्क म एक दिन तपाईँलाई प्राउड बनाउने छु आज केही भन्नुभयो आमाले आमासँग कुरा त भयो होला यति राम्री भएर रेडी हुनु भएको छ बिहान घरबाट निस्किँदा नि एकदम बेस्ट अफ लक त्यही सम्झाउनु भएको थियो राम्रोसँग जानु राम्रो बोल्नु भनेर सम्झाएर राम्रो हुन्छ बेस्ट अफ लक अब ज्वेलरीको याद आयो जस्तो लाग्यो होइन मैले याद गरिदिनै पर्छ यो खासमा के हो भने मलाई यो भनिहाल्छु नि बिर्सिँदैन यो चाहिँ रत्नप्रभा काठमाडौँ रत्नप्रभा केटिएम उहाँहरूको इन्स्टाग्राम सर्च गर्न सक्नुहुन्छ होइन मलाई चाहिँ एकजना ज्वेलरीबाट चाहिँ धोका दिनुभयो कि सबै रेडी भयो अनि राति कल गरेर हामी त अहिले भ्यालीमै छैनौँ सरी म्याम भन्नुभयो एन्ड मोमेन्टमा राति 10-11 बजे मेरो लागि ज्वेलरी खोलेर मलाई यो यति राम्रो ज्वेलरी दिनुभएको छ होइन त्यही भएर मैले चाहिँ उहाँलाई सम्झिनै पर्छ भनेदेखि थ्याङ्क यू उहाँहरूलाई यहीबाट भन्न चाहन्छु अब एकअर्काको अलिकति तारिफ गरौँ न अब राधा बन्नु भएको छ ब्ल्याक ड्रेसमा एकदमै सुहाएको छ सो अलिकति तारिफ गरौँ न म चाहिँ गर्छु पहिला होइन म गर्छु आई मिन अघि हामी लगभग एउटै ठाउँमा रेडी भइरहेको थियौँ नजिक आउँछु भन्दा चाहिँ अलिक अगाडि रेडी भयो मलाई चाहिँ अलिकति ढिलो भयो म यहाँ पनि सबैभन्दा ढिलो आइपुगेको थिएँ त्यसको लागि मैले सबैलाई सरी पनि भनेँ होइन त्यहाँ देख्न पाएको भए चाहिँ गाडीभरि तारिफ गर्दै आउँथ्यो होला यहाँ आएर देख्दा चाहिँ अघि त्यहाँ उसलाई भन्दा नि भयो शान्ति प्रियावाला भाइ दिनुभयो भनेर होइन प्रिटी हाइटी एकदमै ब्युटिफुल सबै साइनी भएर प्रिटी भएको छ सिमरन आज थ्याङ्क यू सिमरनजीले पनि ऊ त ठ्याक्कै राधा हो फिल्ममा पनि अहिले पनि ठ्याक्कै राधा जस्तो ड्रेसअप हेयर स्टाइल सबै राधा जस्तो गरेर आएको छ अनि राधा जस्तो चञ्चली भएर बोलिरहेको छ एकदमै राम्ररी देखिएको छ उसले सबै कुराले कम्प्लिमेन्ट गरेर चाहिँ कलरले हामी चाहिँ फेरि कोइन्सिडेन्टली सबजना ब्ल्याक भयो म चाहिँ अलिकति फरक नै स्ट्यान्ड आउट गर्छ नि त सब स्ट्यान्ड आउट गरेर चाहिँ एकदमै प्रिटी देखेको थ्याङ्क यू अब ठ्याक्कै तपाईँहरू दुवैजना अब राधा यता हुनुहुन्छ अघि कृष्ण हुनुहुन्थ्यो भनेर पनि प्रसङ्ग उठिसकेको छ सो कृष्णलाई कतिको मिस गरिराख्नु भएको छ उहाँहरूले मिस गरे नि गइहाल्नु भयो अब अर्कोचोटि तपाईँहरूसँग प्रेस मिट हुँदाखेरि चाहिँ हामी कृष्णलाई हामीसँगै राख्ने प्रयास गर्छौँ कृष्णको लागि झगडा सायद हुन्छ कि क्या हो है तपाईँहरूको फिल्मै हेर्नुपर्छ कति तर हामी झगडा गर्ने भन्दा पनि हामी एकदम बुझकी छौँ सो फिल्म हेरेर हजुरहरूले इन्जोय गर्नुहुन्छ के छ भनेर तिनजना के थाहा परेको छ कि झगडा तर बाक्सोरमा हेर्नुपर्छ अब एकअर्काको तारिफ त भइहाल्यो होइन अब क्यारेक्टरलाई लिएर कतिको राम्रो गरेको छौँ जस्तो लागेको छ एकअर्काको कामको पनि तारिफ गरौँ न होइन उसले अलरेडी उता फिल्म गरिसकेको मान्छे हो होइन हामी वर्कसपदेखि नै हामी एकअर्कालाई तारिफ गरेर बस्थ्यौँ उही कति राम्रो गरेको हामी अब एकअर्काको तारिफ गरेर थाक्दैन थियौँ होइन भनेको गर्ने अनि सेटमा पनि गएपछि सिमरन हामी गएको अलिक टाइम 2-4 दिन अलिकति लेट आएको थियो अनि आएपछि जब मैले काम गरेको देख्दा उसले पनि मेरो त्यस्तै तारिफ गर्ने मैले उसको त्यस्तै तारिफ गर्ने हामीलाई सेटमा एकदमै पोजिटिभ एनर्जी थियो कि सबैजना नेगेटिभ कोही थिएन सबैले सबैलाई राम्रो भन्ने सबैले सबैसँग हाँसेर कुरा गर्ने सरसल्लाह दिने होइन सबै त्यस्तै थियो राधा एकदमै राम्रो काम गरेको छ सिमरनले सबैले मन पराइदिनुहुन्छ चिनजान थियो तपाईँहरू दुईजनाको योभन्दा पहिला नै अफिसियली चिनजान चाहिँ थिएन तर उसले पनि मलाई चिनेको थियो मैले नि उसलाई चिनेको थियो अफिसियली चाहिँ
हेलो मिसी पुसा म सिमरन भनेर भेट कहिले भएको त्यसरी थिएन। भेट भएको थिएन हाम्रो इन रियल भेट भएको नै अब डामा अफिसमा हो कस्तो राम्रो। ओके, अब चलचित्र छिटै आउँदैछ, अझै हाम्रो भेट हुन बाँकी नै रहेको छ। सो अब आज ट्रेलर आइसकेको छ, असाध्यै राम्रो काम देखिएको छ तपाईँहरू दुवैजनाको। के भन्नुहुन्छ दर्शकहरूलाई? दर्शकहरूलाई अब एउटै कुरा भन्न चाहन्छु, जस्तो अहिलेसम्मको हाम्रो कन्टेन्टहरू जे पनि आयो, टिजर, त्यसपछि 2टा गीत, अनि त्यसपछि पोस्टरहरू जे पनि आयो सबै एकदमै सर्वाधिक मात्रामा मन पराइदिनु भएको छ। र आज हाम्रो ट्रेलर पनि मैले तपाईँहरूलाई पनि क्वेसन गरेँ, तपाईँहरूले पनि राम्रो छ भन्नुभएको छ। अब दर्शकहरूले पनि मन पराइदिनुहुन्छ, जसरी अहिलेसम्म हामीलाई निरन्तर साथ सपोर्ट माया देखाइरहनु भएको छ। हाम्रो ट्रेलरलाई पनि त्यति नै माया गरिदिनु हुनेछ भन्ने आशाका साथै भाग 16 गते फिल्म हेर्न अब हेर्न नछुटाउनु होला।